guys, welcome back to my channel after a long time पछि फर्स्ट अफ अल तपाईहरु सबैजनालाई सरी किनकि मैले ब्लग हाल्न नपाएकोमा आज चाहिँ हामी स्केट खेल्न जान लाग्दैछौँ भन्नु मतलब आज चाहिँ म मामा घर आएको थियो अनि भाइहरु चाहिँ स्केट खेल्न जाने रे अनि स्केट खेल्न जाने भएर अनि भाइहरुलाई चाहिँ स्केट खेल्न लिएर जान लागेको अनि हामी चाहिँ रोड काट्दै थियौं मसँग चाहिँ भाइ बहिनीहरु सबैजना थियो है यहाँ नहटाएर चाहिँ सबै डिक्कीमा बसिरहेको थियो अटोको डिक्कीमा है अनि हामी चाहिँ कति धेरै मान्छेहरु थियो है सक्का सन्तानै बोकेर गएको थियो हामी चाहिँ अनि अब मामा घरबाट चाहिँ सिधै जान लागेको मनहरी नजिकै हो के त्यही भएर अनि ल हेर्नु हाम्रो शाखा सन्तानहरु ठुलो मान्छे नि हुन्छ है हाम्रो सायद मेरो नि आन्टी माइजू नै पर्छ होला है मलाई खासै थाहा छैन साइनो अनि म चाहिँ अगाडि बस्न थालेको अनि अगाडि बसेर चाहिँ जान लागेको यहाँ सबैजना हेर्नु मेरो भाइले चाहिँ पुरा मेरो दिदीको च्यानलमा सब्स्क्राइब गर्दिन है भनेर है पछाडी बसेर पुरा हेर्ने सोहमले अब उसलाई नि हो मेरो ब्लग हेर्ने ब्लग चच्चडा हाल्नु भनेर अब म ब्लग हाल्छु तपाईहरुले हेर्नु होला है अनि जान लागेको हामी अटोमा चढेर फरारीमा चढेर ब्रुम 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 लाएर साथीहरु ल हिँडेको ल नजिकै हो हामी मनहरुबाट बिजाउनासम्म हजुरहरुले चाहिँ किन मैले आज भोइस रेकर्ड गरेको भन्नु होला है मेरो भिडियोमा चाहिँ अलिकता भोइसको प्रब्लम भएको थियो आउने जाने भइरहेको थियो त्यही भएर मैले चाहिँ भोइस रेकर्ड गरेको अनि हामी चाहिँ मनहरी पनि पुग्न थाल्यौं है अनि यो चाहिँ दशैंको लागि के भन्छ खेलिरहेको रहेछ अनि अहिलेसम्म रहेछ के मैले त्यही भएर ब्लग बनाएको मन्दिर छेउमा रहेछ अनि हामी चाहिँ ठ्याक्कै मनहरी पनि पुग्यौं र मनहरी पुगेर मैले बहिनीलाई सोधेको तिमीहरुलाई कस्तो लागेको छ भने राम्रो लागिरहेको छ अनि मैले भाइले सोधेको कस्तो एक्सपिरियन्स हुन्छ त आजको भने राम्रो हुन्छ अरे अब हेर्नु है भाइ त खतरा खेला हैन लडेको लडे है ठ्याक्कै हामी चाहिँ हिँड्दैछौँ है स्केट खेल्ने ठाउँमा जाँदैछौँ बाटो चाहिँ यहाँबाट कस्तो भित्र पाराको हो क्या है आली अब हुन्छ नि यस्तै हेर्नु रोड अनि मनहरी खोला पनि पानी परिरहेको थियो नि त 2-3 दिन त यहाँ कति धेरै अनि खोला नि ठुलो आएको थियो अनि म चाहिँ बोलिरहेको थिएँ म चाहिँ खेल्दिनँ किनकि स्केट है म नखेल्दी भनेर आएको अनि म सँगसँगै दिदी पनि खेल्नु हुँदैन भनेको थियो तर दिदी चाहिँ खेल्नु भयो यो बहिनी चाहिँ खेलेन मसँग म र बहिनी चाहिँ बसेको हामी 3 जना चाहिँ अनि अरु चाहिँ खेलेको थियो अनि 4 जना बसेको बुढाहरु मात्र भाइहरु मात्र खेलेको हो अनि दिदी र म चाहिँ पुरा यो दिदीको नाम चाहिँ रोशनी दिदी है हाम्रो मामा घरको हुनुहुन्छ अनि मैले चाहिँ खासै थाहा हैन के मलाई चाहिँ के हो भन्नु रोशनी दिदी हैन त अनि यहाँ मनहरीमा चाहिँ हामी हर्नबिल पहिला क्याफे बनाएको थिएन अहिले चाहिँ क्याफे पनि बनाएको छ भाइहरु खेलिरहेको छ हेर्नु अब भाइको रियल भोइस सुन्नु है त साथीहरु यो एल्लो टी सर्ट लाउने भाइ हेर्नु है अब एकछिनमा हेर्नु पुरा
स्ट्यान्ड देखाइरा हामी दुईजना बुढा मस्तले बसिरहेको छु कि यता हेर्नु न मैले त मलाई थाहै थिएन कि त्यो भाइ पनि आएको छ भनेर अनि आज मैले बहिनीहरूको भिडियो बनाइरहेको थिएँ अनि त्यो बेला चाहिँ मलाई थाहै रहेन चाहिँ यो भाइ पनि आएको छ भनेर भर्खर भ्लग एडिट गर्ने बेला चाहिँ आएको है भर्खर याद गरेको हामी दुईजना चाहिँ यहाँ बसिरहेको छौँ पुरा हाँसोले होइन कन्ट्रोल गर्न सकेन कि पुरा मैले चाहिँ बहिनीहरूको अनि भाइहरूको भिडियो बनाइरहेको थिएँ है अनि त्यो भाइको पनि भिडियोहरू पुरा रबर डान्स जस्तो होइन ठिस 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 पाराले हाने कि मलाई त यादै थिएन भने अनि म चाहिँ यो भाइहरूको भिडियो बनाइरहेको थिएँ अनि यो मोटो मोटो भाइ छ यो भर्खर लड्यो त्यो भाइको भिडियो बनाइरहेको थिएँ कि अनि राम्रोसँग चाहिँ भएको रहेनछ अनि आजको चाहिँ भ्लग पनि यसरी नै गयो मरेरमा यति धेरै मान्छे आएको थियो है अनि यहाँ हाम्रो भाइहरू चाहिँ पुरा मस्तले खेलिरहेको थियो 1 घन्टा कति धेरै मजा मजा आएर पुरा यो चाहिँ एक्लै खेलिरहेको थियो सोहान चाहिँ हाम्रो भाइ सबलाई लडाउने चाहिँ यही है यो सोहानै हो पुरा बहिनीहरूलाई पनि लडाइदिने बहिनीहरूको चाहिँ एक्सपिरियन्स लिएर कस्तो भयो भनेर सोधेर चाहिँ अनि अब चाहिँ हामी घर जान लागेको घर जानले रेडी हुँदै अनि हामी अटोमा पनि आएर चढेर अनि घर हिँड्यौँ अनि घर जान चाहिँ खासै टाइम लाग्दैन है 5 मिनटमै हामी पुग्छौँ अनि हाम्रो नजारा बाहिर यस्तो छ मनरी हामी चाहिँ घर पुग्यौँ र घर जाँदैछौँ है अलिकता मात्र हिँड्नुपर्छ अनि त्यसपछि मैले चाहिँ दिदीहरूको एक्सपिरियन्स सोध्दै बसिरहेको के कस्तो लाग्यो भनेको अनि दिदीले चाहिँ मेरो ज्यान गयो भन्नुभएको थियो अब त्यसको मतलब तपाईँहरू बुझ्नु है अनि मैले चाहिँ दिदीहरूको नाम पनि सोधेँ मेरो नाम आइसा अनि मेरो नाम चाहिँ रश्मि हजुरको नाम मामा घर अब म चाहिँ यहाँबाट सिधै यहाँबाट अब घर जानुपर्ने हुन्छ मामा घरबाट है हजुरको नाम भनिदिनु निर्जला मोटी आज यो एकदम चले है यो मोटी यसलाई त म जिन्दगीमा अब मसँग ल्याउँदैन खै पिङ्कले हेलो प्याक छ अब यति नै अब एकछिनपछि म घर जानेछु आजको भ्लग यति नै सबैजनाले हेरिदिनु होला र धेरै धेरै माया गर्नु होला।